कहाँ भागेको? डान्स गरेर के गर्नु है? डान्स गरेर के गर्नु? भिडियो गाडी पुगिसक्यो। पाडी पुगिसक्यो। स्पिडमा आएको के? स्पिडमा आएको। जाम 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 जाम। यो घाँस स्पिडमा आएर डरायो नि त हामी हेर्दै। ए हामी चाहिँ बाटो काटियो। यता चाहिँ रामबहादुर। फेरि झाडी आयो, अर्को झाडी। जता गयो उतै झाडी झाडी चाहिँ रम्बर गाडी। उता चाहिँ नयाँ नयाँ साथीहरू छ। अर्कै ठाउँमा गोरो देखेछ लाइटमा त। कालो मान्छे ऊ त्यो चाहिँ विष्णुभाइ ड्युटी गर्ने ठाउँमा चाहिँ माथि हाई टावर थियो। हाई टावर थियो। विष्णुभाइ ड्युटी गर्छ। अनि ऊ त्यो चाहिँ मैले नयाँ बनाएको बिल्डिङ हो मेरो। भाडामा के हो नि त्यो? भाडामा दिएछु त्यसको। भाडामा दिएछ। यो पनि अब युट्युबमा आउँछ है। अझै बस्ने इच्छुक छ भने आउनु सक्नुहुन्छ हैन? कोहीलाई चाहिएको छ भने भाडामा चाहिएको छ भने सम्पर्क राख्दा हुन्छ। अनि गाडीहरू कति चाहिन्छ त्यो चाहिँ यसो किलोमिटर मिलाएर कति कति लाग्छ यो गाडी? भाडामा दिने हो, आफ्नो त होइन है। यो चाहिँ अब हाम्रै क्यामेरामा कति लिन्छ भाडा महिनाको लागि? यो चाहिँ खोबरको लुल्लु हो गाइस हैन? यता सामुन्ने समुद्र छ। आउनु होला हजुरहरू पनि घुम्न। हामी चाहिँ घुमेर फर्केको। भिडियो बनाउनु पाएन खासै। अलि यता उत्तरको पछि बनाउँछु म भिडियो फेरि। हामीले काम गर्ने यही हो नि। भित्र गयो, खाना बनायो, गोबरको सुत्यो, उठ्यो, आयो फेरि है। कोटे मुख दुख्यो नुहाउँछ टायर ड्युटी। लुको पारेको ठुलो भिडियो बनाउँदैन। रोड क्रस पुलिसले देख्यो भने फाइन मार्छ 1000 रुपियाँ होइन? कति स्पिडमा आएको गाडी फेरि? कुद्यो रामबहादुर कुद्यो। आयो लुल्लु, खोबरको लुल्लु है गाइस। हजुरहरू पनि आउन सक्नुहुन्छ। यहाँ आयो भने हामीले डिस्काउन्ट दिन त सक्दैन, तर पनि यहाँ इज्जत दिन्छौँ। समुद्र नजिकै 2 मिनटमै आइपुग्यो। 2 मिनटको बाटो छ बस।